हजुर 12 तारिकदेखि तपाईको आँखा जान सक्छ है पोर्चुगलमा हुनुहुन्छ भने। किन भन्दाखेरि मैले भनेको होइन, यो भनेको विभिन्न किसिमका सञ्चार माध्यम न्युजहरू र गुगलहरूमा यो न्युज आइरहेको छ। किन भन्दाखेरि म तपाईलाई यसको बारेमा भन्छु। हजुर तपाईले ठीक सुन्नुभयो। तपाई पोर्चुगलमा हुनुहुन्छ भने पोर्चुगलमा यो अगस्त 12 मिनेटसम्म सूर्यग्रहण लाग्दैछ। यो पूर्ण रूपमा सूर्यग्रहण लाग्दैछ र त्यो सूर्यग्रहण के हो भन्दाखेरि सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न नदिई चन्द्रमाले छेक्दिनुलाई सूर्यग्रहण लाग्नु भन्छ। यो सूर्यग्रहण अहिले पोर्चुगलमा 12 तारिकका दिन लाग्दैछ र यो हेर्न धेरै मान्छेहरू उत्सुकता पनि हुनुहुन्छ, उत्साह पनि छ यसमा र यसको समस्या पनि छ। र उत्साह कसको लागि छ भन्दाखेरि कसको लागि छ र समस्या कसको लागि छ भन्दाखेरि म त्यो पनि म अन्तिममा भन्छु। 1912 साल अगाडि लागेको थियो पोर्चुगलमा र अहिले 12 तारिक अहिले 2026 अगस्त 12 तारिक करिब 114 वर्षको अन्तरालमा लाग्दैछ र त्यो सूर्यग्रहण लाग्नका लागि धेरै मान्छेहरू उत्साह हुनुहुन्छ र यो एकदम दुर्लभ सूर्यग्रहण पनि भन्न सकिन्छ। किन भन्दाखेरि यो करिब 114 वर्षमा लाग्दैछ पोर्चुगलमा। र अब मुख्य कुरातिर जाउँ। आँखा जान सक्छ भनेको छ नि न्युजहरुमा, विभिन्न न्युजहरुमा जान सक्छ भने चाहिँ आँखा तपाई 12 तारिक पछि तपाईको आँखा जान सक्छ है भनेर तपाईलाई सचेत गराएको छ। हेर्नु होला गुगलमा कुनै पनि न्युजहरु अब थाहा भइसकेला त कसरी सेफ्टी हुने र थाहा नभएकोहरु चाहिँ अब यो भिडियोले पनि केही मात्रामा सेफ्टी होला भन्छु। त्यो दिन सूर्यको प्रकाशलाई चन्द्रमाले छेक्दिन्छ अनि त्यहाँ चन्द्रमालाई छेक्दाखेरि त्यहाँबाट आउने विभिन्न किरणहरु हुन्छ, त्यसले तपाईको आँखाको रेटिनामा डाइरेक्टली इफेक्ट पर्ने हुन्छ। जब सूर्यको प्रकाशलाई चन्द्रमाले छेक्दिन्छ, चन्द्रमाले छेक्दिएपछि तपाईको त्यहाँबाट आउने विभिन्न किसिमका रेहरु हुन्छ, त्यो रे चाहिँ एकदम जोखिमपूर्ण रेहरु हुन्छ, एकदम जोखिम हुन्छ। त्यो रेलाई तपाईको नाङ्गो आँखाले हेर्न मिल्दैन। मैले यहाँ फोटोमा पनि देखाइन्छु, तपाईको यहाँ फोटोमा पनि हेर्नु होला कस्तो रे आउँछ त्यसमा भनेर। अनि त्यो रेलाई तपाईले डाइरेक्टली आँखामा हेर्नु भयो भने तपाईको त्यसमा त्यो रेले चाहिँ तपाईको आँखाको रेटिनामा सिधै असर गर्छ र त्यो सिधै असर गरेपछि तपाईलाई त्यतिखेर त्यो नाङ्गो आँखाले हेर्नुभयो, नर्मल खालको ग्लासहरुले लगाएर हेर्नुभयो भने त्यसले तपाईको नर्मल ग्लासहरुले तपाईलाई त्यसको रेलाई छेक्न सक्दैन र तपाईको डाइरेक्ट रेटिनामा ड्यामेज गर्छ। तपाईको रेटिनामा ड्यामेज गरिसकेपछि तपाईको आँखा बिस्तारै धमिलो हुनु अनि कसैको त तपाईको पर्मानेन्टली ब्लाइन्ड हुन सक्छ र कसैको बीच भागमा आँखाको रेटिनाको बीच भागमा तपाईको आँखामा देख्दाखेरि कालो धब्बा बस्नु र कहिलेकाहीँ केही समयको लागि भिजनहरु जान पनि सक्छ। र त्यसको लागि तपाईलाई के भन्नु खोजेको भन्दाखेरि त्यो दिनमा 6:39 देखि बेलुकाको तपाईको 8:29 सम्म त्यो ग्रहण लाग्दैछ। अनि त्यो ग्रहण लाग्दाखेरि तपाई हिँडडुल गर्न त सक्नुहुन्छ, नर्मली हिँडडुल गर्दाखेरि त समस्या हुँदैन, तर त्योबाट निस्केको किरणहरुलाई तपाईले डाइरेक्ट आँखामा नहेर्नु होला। बुझ्नु भयो नि? त्यो डाइरेक्टली निस्केको किरणमा हेर्नु भयो भने तपाईको आँखा पर्मानेन्टली जान पनि सक्छ। मैले भनेको हैन, फेरि यो न्युजमा हेर्नुस् होला, ब्ल्याकमा हेर्नु होला, जतासुकै हेर्नु होला, यो तपाईको जान्छ पनि। कसैको तपाईको आँखामा कालो धब्बा बस्न सक्छ, कसैको केही समयको लागि भिजन लस हुन सक्छ र कहिलेकाहीँ भिजन ब्लर आउन सक्छ। तपाईहरुको पनि भिजन ब्लर आउन सक्छ। तपाई डाइरेक्टली आँखामा नहेर्नु होला र त्यो हेर्नको लागि धेरै मानिसहरू एकदम उत्साह हुन्छ। यो 114 वर्षमा पोर्चुगलमा 114 वर्षको अन्तरालमा देखिदैछ यो सूर्यग्रहण र त्यसको लागि यहाँका विभिन्न कन्ट्रीका मानिसहरू आइरहेका छन् यहाँ त्यो हेर्नको लागि र अफकोर्स हामीले पनि हेर्न सकिन्छ, तर तपाईसँग नर्मल ग्लास र नर्मल सनग्लासहरुले त्यो हेर्न मिल्दैन। तपाई झुकेर पनि नहेर्नु होला, त्यसले तपाईलाई नकारात्मक असर पार्छ नै। अब
त्यो असर पार्यो भने तपाईँको रेटिनामा इफेक्ट पर्छ, तपाईँको नर्मल्ली पार्सियल भिजन जान सक्छ, तपाईँको आँखामा कालो धब्बा बस्न सक्छ। त्यो नर्मल केही क्षणको लागि नभए पनि, केही क्षणको लागि नभए पनि तपाईँको सधैँको लागि पनि बस्न सक्छ, केही समयको लागि त्यो निको पनि हुनसक्छ। त्यो कन्डिसन हेरी हुन्छ र त्यो कन्डिसनको लागि तपाईँहरू हेर्दै हुनुहुन्छ भने पनि तपाईँले एउटा चस्मा हुन्छ, त्यसमा एक्लिप्स चस्मा हुन्छ। त्यो एक्लिप्स भनेको त्यसमा एक्लिप्स चस्मा त्यो हेर्नको लागि एउटा स्पेसल खालको ग्लास हुन्छ, नर्मल ग्लास हुँदैन, स्पेसल खालको एक्लिप्स ग्लासहरू हुन्छ। तर मैले फेरि तपाईँलाई एक्लिप्स ग्लासको प्रचार गर्न खोजेको होइन, फेरि त्यो हामीसँग छैन पनि छैन, हामीसँग आउट अफ स्टक छ। त्यो तपाईँलाई त्यो हामीले मार्केटिङको लागि भनेको होइन कि त्यो एक्लिप्स ग्लास हामीसँग छैन। तर तपाईँहरू कहीँ कतै एभाइलेबल भयो भने लिएर राखेर लगाउनु होला, किन भन्दाखेरि यो सबैलाई चाहिन्छ। र तपाईँ स्पेसल बाहिर निस्किनुहुन्छ, काममा जाँदै हुनुहुन्छ, कतै जानुहुन्छ र तपाईँ त्यो हेर्न मन छ भने चाहिँ एक्लिप्स चस्मा लानु होला। तर एक्लिप्स चस्मा कस्तो, अब मैले त्यो फोटोमा पनि देखाइदिन्छु, तपाईँको फोटोमा पनि हालिदिन्छु। त्यो एक्लिप्स चस्मा भनेको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ISO 12312-2 को मापदण्ड बाट पारित भएको ग्लास हो। अनि त्यो ग्लासले तपाईँको सूर्यको किरणलाई डाइरेक्टली तपाईँलाई हेर्नको लागि, त्यस्तो सूर्यग्रहण लागेको बेला हेर्नको लागि स्पेसल ट्रिटमेन्ट अनुसार बनाएको ग्लास हुन्छ। त्यो ग्लास लगाएर हेर्नु होला। तर नाङ्गो आँखाले कृपया नहेर्नु होला, त्यो भयो भने तपाईँको आँखा जान सक्छ। त्यसको लागि म तपाईँलाई सचेत गराउन मात्रै यो भिडियो बनाएको हो। यो भिडियो तपाईँहरू कसैले हेर्दै हुनुहुन्छ, 12 तारिकभन्दा पहिला हेर्दै हुनुहुन्छ भने यो तपाईँ 12 तारिकको पनि 29 मिनटसम्म यो ग्रहण लाग्दैछ। त्यो टाइममा तपाईँ बाहिर हिँडुल गर्दा त सामान्य हिँडुल गर्दा समस्या हुँदैन, तर नाङ्गो आँखाले डाइरेक्टली सूर्यमा नहेर्नु होला र हेर्नु परे पनि एक्लिप्स ग्लासहरू लगाएर हेर्नु होला। यसले तपाईँलाई दीर्घकालीन रूपमा अलिक ठुलो क्षति पार्न सक्छ। त्यसैले सचेत रहनु होला र आफ्नो आँखालाई माया गर्नु होला। फेरि पनि भने मैले टाइम यहाँ पनि राखिदिन्छु, तपाईँको टाइम यहाँ छ, यहाँ तपाईँलाई मैले यहाँ राखिदिन्छु, यहाँ स्क्रिनसट राखिदिन्छु। टाइम 6:39 8:29 तपाईँ बाहिर घामहरूमा कृपया इम्पोर्टेन्ट काम छैन भने चाहिँ ननिस्किनु होला। तपाईँको आँखालाई माया गर्नु होला। थ्याङ्क यू।